तपाईले आफैलाई बदल्ने दिन नै तपाईको नयाँ जन्म हो। दर्शकवृन्द नमस्कार, म हुँ तपाईकै प्रेरणादायी साथी छवि भण्डारी। साथीहरू, आज म जीवन बदल्ने प्रेरणादायी सन्देश लिएर उपस्थित भएको छु। कृपया च्यानललाई सब्सक्राइब र लाइक गर्न नभुल्नुहोला र भिडियो अन्तिमसम्म हेरेर माया गरिदिनुहुन्छ भन्ने विश्वास लिएको छु। पानी पनि सेतो रङको बन्छ, जीवन पनि पानी जस्तै हो। जस्तो रङमा रङ्गाउन चाहनुहुन्छ त्यस्तै बन्छ। कस्तो बनाउने हो जीवनलाई, त्यसको साँचो आफैसँग हुन्छ। सपना देख्ने खुबी मानिसमा छ भने त्यो सपना पुरा गर्ने क्षमता पनि उसमा पक्कै निहित हुन्छ। जब तपाईँ आफूले आफैलाई विश्वास गर्नुहुन्छ, आफ्नो कामलाई विश्वास गर्नुहुन्छ, तपाईँको मस्तिष्कले काम गर्ने तरिकाहरू पत्ता लगाउँछ। एक खुड्कीलाई अगाडि बढाउँ अनि अर्को पनि बढाउँ, फेरि पनि बढाउँ, पाइलाहरू शिखर नभेटेसम्म। थाकेपछि होइन, यात्रा सकेपछि मात्र विश्राम लिऊ। कहाँ पुगिँदैन र जिन्दगीमा, पुग्ने ठाउँ तय गरौँ, अठोट गरौँ र यात्रा निरन्तर अगाडि बढाउँ। मित्रहरू, अझै पनि तपाईहरूलाई हरेक कुरा असम्भव जस्तो लाग्छ भने यो उदाहरण तपाईहरूको लागि। अन्धो हुँदाहुँदै होमरले इलियड र ओडिसी जस्ता महाकाव्य लेखे। कुजो स्टिफन हकिङ्सले ब्ल्याक होलको रहस्य खोले। गरिबीले थिचिएका मोजार्ट संसारकै नामी सङ्गीतकार बने। थर्ड डिभिजनमा एसएलसी पास गरेका महात्मा गान्धी विश्वले श्रद्धा गर्ने नेता बने। मन्द बुद्धि भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै प्रसिद्ध वैज्ञानिक बने। दाउरेको छोरा अब्राहम लिङ्कन अमेरिकाको राष्ट्रपति बने। घरेलु नोकर म्याक्सिम गोर्की महान लेखक बने। पेट्रोल पम्पमा काम गर्ने धीरुभाइ अम्बानी भारतकै धनन्जय बने। खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन्। हरेक कुरा सम्भव छ, मात्र हामीले आफ्नो सोचलाई एक कदम अगाडि बढाउनु पर्छ। ठुलो सोच राख्यौँ भने ठुलै सफलता प्राप्त गर्न सकिन्छ। निरन्तर यात्रा र महान सङ्कल्पले मानिसलाई उदाहरणीय बनाउँछ। यी उल्लेख गरिएका व्यक्तिहरूको सफलता प्रकृतिको कुनै संयोग होइन। संयोग कुनै एक्लै हुन सक्ला, तर यस्ता हजारौँ उदाहरणलाई होइन। तपाईँमा पनि त्यो महापुरुष बन्ने क्षमता निहित छ। उब्काउनुहोस् क्षमतालाई, भत्काउनुहोस् आफै भित्रका आलस्यका सिमानाहरूलाई। सुत्ने कोठाको भित्तामा टाँस्नुहोस् त्यो सङ्कल्पलाई अनि अहिल्यै कसम खानुहोस्, माटोको एक दिन मैले पुरा गरेको त्यो सङ्कल्प लाखौँको लागि प्रेरणा बन्न सक्छ।